अहिले अब मै किनिदिइहाल्छु यस्तो दामी भइरहेछ हेर्न खाउँ खाउँ लाग्दो मजाले घुम्ने कत्रो कत्रो है अमित समात्दैन त कान्छी हड्डी खोइ तिम्रो पुरा तातो पानीमा बाफ कस्तो आनन्द भइरहेको छ होला नि आमा अर्को फेरि जुस पनि उता हेर्नु ल म चाहिँ अब अलिअलि मेकअप गर्नु पर्यो कपाल के हो त बुढो बुढा तपाईँको कपाल हेर्नु न पुरानो हिरो अझै देवन कस्तो देखिरहेको अगाडि कस्तो ओ पुरानो हिरो अजय देवगन होइन अझै पुरानो क्या अमिताभ बच्चनको ल म अलिअलि सनस्क्रिन लाउन आँटेको है रेडी हुन्छु म ए लुगा प्याक भइसक्यो यहाँ बक्सहरू मेकअपको बक्स पनि चाहियो हेलो गाइज भन्नु त हेलो 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 पछि भ्लग बनाउनु ल माइजूसँग मेरो भान्जी है पुको भान्जी आमा यता हेर्नु यता यता हाँसिदिनु 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 अरे खोइ त नि हाँसो छैन त नि खोइ हाँसेको हामी चाहिँ रेडी भइरहेछौँ यहाँ सबै रेडी भइरहेछौँ सामानहरू यति प्याक भइरहेको छ यता भिडियो हेर्ने अरे भान्जी हाँस्ने ऊ नानाहरू सबै रेडी भइसकेको छ गाइस ऊ नानाहरूले सामान युज गर्दैछ बसै जान आँटेको नभन्नु त तपाईँ सामान हेर न वेलकम अनि के भयो अर्को के भन्नु म चाहिँ धन्यवाद भन्छु हेर न नानीको बिहा भएर नाना कति दिनको अरे कति दिनको अरे आज भोलि पर्सि निकोर्सि मात्रै आउँछु आज बिहिबार गएको आइतबार यस्तो घाम छ बाहिर चाहिँ हेर्नु यस्तो घाम छ ओ माइ गड लगाइछ हाम्रो चाहिँ नि एउटा ट्रक अनि ऊ अर्को रेडी भइसकेको छ यस्तो धेरै घाम छ नेपालमा गर्मी भनेको यहाँको नेपालको त 3-4वटा गर्मी होला होइन यहाँ एसी अन गरिरहेछ माइलाले गाडीमा चढ्दा गाह्रो हुन्छ नि त अहिले अफिस आमामा हाम्रो हेर्नु न यहाँ क्याम्पिङको यति धेरै सामान छ ग्यास चुल्हाहरू सबै यहाँबाट लगेको छ उता पनि हुन्छ हुन त भरे मासु पोली खानको लागि चाहिँ हुँदैन भनेर नहुन सक्छ भनेर सबै कुराहरू यो गाडीहरू ठुल्ठुलो गाडीहरू चाहिँ लान आँटेको 4-5वटा गाडी लान्छु म ल मान्छे पनि धेरैजना छौँ चिसो बनाइराख्नु गाडी पापाले यहाँ नयाँ जुत्ता सदुपयोग गर्दै हुन्छ पापा कसले ल्याइदिएको नि जुत्ता कान्छी छोरीले होइन ए बहिनी ल्याइदिनु भएको अस्ति पापाको मुख हेर्ने बुवाको मुख हेर्ने कान्छी छोरी ल्याइदिएको होइन लहराले पापा पहिला डोरी पनि होइन यस्तो गर्मी छ बाहिर चाहिँ ल हामी रेडी हुन आँटेको तर यहाँ 12 ट्याक्कै बस्नु आँटेर 10 मिनट त भित्र बस्नुपर्छ होला भनेर 12 बज्नुभन्दा अगाडि निस्किनु अरे आमा माइलाले भनेको ल हामी गएको बाई आउनु छिटो यहाँ माछालाई चाहिँ 4 दिनको लागि बाई बाई गर्नु पर्यो आमा केही हुँदैन नि होइन केही हुँदैन लेउहरू खान्छ बाँच्नु पर्यो नि लेउ खा तिमीहरू बाँच है न 4 दिनको लागि बाँच है भनेको नि आज अगाडि राख्नु भएन सबै बोएको मेरो बोएको भन्छ मैले त जाउँ अब हामी लागेको पापाले सामान आफ्नो बोकाइरहेको छ यहाँ घरलाई चाहिँ छोडेर जाँदैछौँ एक्लै के गर्नु अब फ्यामिली घुम्नु जाँदा त अब नेपालमा भए पो एउटा छिमेकीले घर रुङ्देऊ है भन्नु यहाँ त हुँदैन
पापा गर्मी त धेरै छ नि ओह हामी चाहिँ यो गाडीमा जान आँटेको माइलासँग आमा म अनि अरू उता त गाडीमा छ ल गाइस अब हामी लाग्यौँ यहाँ आमा हुन्छ पछाडि हाम्रो ड्युटी यता माइला यता म अब लाग्यौँ हामी चिसो खानु होइन नेपाल भने चाहिँ भेडेटार गएको जस्तै हो हामीले भेडेटार अब इलाम गएको जस्तै हो हाम्रो पहाड होइन आमा अलिक चिसो उकालो ठाउँ जानु लागेको ल कहाँ हो तर त चाहिँ पुगेरै भन्छु होइन हेर्नु होला राम्रो राम्रो प्लेसहरूमा तपाईँहरूको लागि भिडियो गर्छु अनि हेर्नु होला हाम्रो भिडियो हामी कहिले कहीँ लाउँदै गर्दा नि आउँछौँ है नबिर्सिनु होला हामीलाई भन्दै यहाँ आमा बसिराख्नु भएको छ यता यस्तो घाम छ चर्को न चर्को छ चर्को यो बाहिर त हिँड्नु सक्दैन यहाँ अरे हाम्रो घरको बाटो आएन जस्तो झुक्यो त म ए ल हामी लागेको अब ऊबाट बाटोमा कहाँ कहाँ कस्तो कस्तो बाटो छ कुन बाटो हो अब आज हामी यसपालि त हामी नयाँ नै हो नि त त्यो बाटो होइन मेरो लागि चाहिँ नयाँ होला होइन तपाईँको लागि नै हो आमाहरू चाहिँ अस्ति एकतिर जानुभएको छ अर्को ठाउँ त्यही छेउछाउ होइन आमा ल हामी गएको है ल गाइस हामी हिँडेको कति भयो माइला 1.5 घन्टा भयो होइन यहाँ त मजाले पानी परिरहेको छ ला ठुलो पानी परिरहेको है ओ माई गड पानी कालो न कालो भयो अब हाम्रो यात्रा बिस्तारै जाने अब यस्तो पानीमा कहाँ स्पिड कुदाउनु अब यस्तो कडा घाम लागिरहेको छ अहिले हेर्नु न यहाँ पानी परिरहेको छ यहाँको वेदर पनि भेडेटारभन्दा कम छैन है वेदर चाहिँ यो त के हो अहिले लु 1-2 मिनटको पानी ठुलो पानी परिरहेको थियो अहिले त फेरि सुनसान छ त यहाँ त रोड त नि होइन अचम्म यो त माथिबाट छानाबाट पानी एउटा घैलाबाट खनाएको जस्तो भएको छ त छैन आमा पानी हेर्नु न फेरि वेदर फेरि एकैछिनमा चेन्ज छ ट्रक गइरहेछ यस्तो पहाड जस्तो देख्नु थाल्यो यहाँ हामी चाहिँ ग्यास लाउनुको लागि आएको माइला यहाँ ग्यास लाउँदैछ हामी चाहिँ यता रेस्टुरेन्ट पस्यौँ आमा आउँदैछ कस्तो चिसो यहाँ त चिसो रहेछ है आमा गर्मी छैन पानी पनि परिरहेछ अनि फेरि पहाड जस्तो पनि रहेछ क्या त्यही भएर भेडेटार माथि यस्तो छ फेरि पानी पर्नु थाल्यो है यहाँ कति राम्रो फुलिरहेछ फुलहरू होइन आमा ऊ हेर्नु त भेडेटार अबि यहाँ डाँडा डाँडा यता डाँडा पुरा पहाडको बिचमा रहेछौँ त हामी त धरान भेडेटार जस्तै नै हिँड्छौँ यहाँ चाहिँ माइला चाहिँ अब हामी फेरि गएको रेस्टुरेन्टमा कस्तो रमाइलो ए वाउ पहाडै पहाड कस्तो आनन्द चिसो पनि रहेछ यहाँको वेदर माइला बादुन यहाँ छ ल हामी चाहिँ एकछिन हावा पनि खायौँ यहाँ पहाडको भ्यू देखेर कस्तो आनन्द क्या अब गएको फेरि गाडीमा माइला क्या चिसो नि हावा ओ माई गॉड यस्तो गर्मी त अहिले कस्तो चिसो हावा आएको के कति रमाइलो पानी पर्यो नेपालमा असर लाग्यो भने त यहाँ ठुलो असर लागिरहेको छ त गाह्रो त देखि के गर्नु पानीले केही हेर्नु भएको छैन यस्तो अँधेरो भइरहेछ अनि कसरी गाडी कुदाइरहेछ ड्राइभरले अन्त नि झन् कालो कालो छ नि हौ हुसे लागेको जस्तै भइरहेछ यही देख्ने रमिता हेर्दै जाउँ है डाँडा टाढा भनेको त छैन नि यहाँ चाहिँ मैले अघि राइस बोकेको थिएँ होइन राइस बासी भात बोकेको थिएँ अलिकति यहाँ गुन्द्रुकको अचार म्याकडोनल्ड्स मलाई खानु मन लाग्दैन र टक्कै यहाँ गुन्द्रुकको अचार टमाटर यो राइस हो क्या भात होइन खाँदै हिँड्दैछु पानी रोकियो रमाइलो भइरहेछ होइन माइला अब माइलाले 1 चम्चा खान्छ आमा त भुके बिसो खाँदै हुन्छ म्याकडोनल्ड्स चाहिँ त्यति अलिक खाउँ लाग्दैन र भातै नि हो नि त म भातै नि गएको थिएँ बोइछु ओ माई गॉड कस्तो दामी पहाडहरू आउनु थाल्यो है गाइस पहाड आउनु थाल्यो पानी पर्दैछ घाम लाग्दैछ रमाइलो भइरहेछ यहाँ चाहिँ पानी आएको रहेनछ है कस्तो दामी देखिरहेछ क्या
अचार टमाटरको अचार राइस चम्चा यो लिएको है अब मैले अर्को ठुलो ल्याउनु भने चाहिँ दामी हुन्थ्यो चम्चा यो पनि मजाले पसिरहेको छ त्यही मुखमा माइला पनि खाँदैछ मिठो भयो अचार टमाटरको भात चाहिँ 2 खाइदियो क्या नखाइदिनु ल दामी देख्नु थाल्यो दामी दामी अब हामी चाहिँ खान्छौँ अनि हेर्छौँ रमिता ए हेर्नु गाइस हाम्रो यहाँ खोला माछा मार्ने खोला दामी यहाँ खोला होइन अब हामी चाहिँ ओइ माइला बाटो त सानो छ है हो के भन्छ हौ यत्रो बाटो छ अब चाहिँ अब हाम्रो यो कहाँ कहाँ पाहाडको बाटो जस्तै हामी उकालो उकालो लागिरहेको छौँ होइन सानो बाटो छ है खोला 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 यो खोला नछोडी जाँदा चाहिँ हामी पुग्छौँ कि जस्तो लागिरहेछ यहाँ राम्रो रहेछ कस्तो मजाको कि आनन्द हो बाबा हेर्नु पाहाडहरू डाँडा काँडा पाहाडहरू देखिरहेको छ के बनाउँछ अरे यहाँ यो हो होइन नि ए यहाँ रहेछ हामी बस्ने घर चाहिँ ओ लु आइपुग्यौँ तर गहिरो गहिरो पो रहेछ नि डाँडामा देखाएको छ त हौ सोल्टाहरूले त के भएको झुकायो त आमा हामीलाई त हामी बस्ने हाउस चाहिँ यो जस्तो छ ओह यही हो आमा कलर चिनिहालेन मैले झुकायो डाँडामा फोटो खिचेको जस्तो पारेर रमाइलो ठाउँ रहेछ रमाइलो ठाउँ राम्रो छ भने त ठिकै हुन्छ यही हो डन भइसक्यो अनि यही हेर्ने कलर पनि यही जस्तो है हामी घर आइपुग्यौँ है हाम्रो टेम्पोररी घर हामी बस्ने मामालाई घर यस्तो यसरी झुकाउँछ क्या डाँडामा घर देखाएर होइन यहाँ गहिरोमा ल गाइस हामीले यहाँ हाउस बुक गरेको थियौँ 3 दिनको लागि 4 दिन भनौँ न आजसँग त ओ मजाको रहेछ राम्रो रहेछ ओ कस्तो मजाले ए ढोका तान्नुको ए फेन चलाइदिइरहेको रहेछ कति आमा हेर्नु न कति मजाको खोला नि सङ्ग 5 मिनट जानुमा लाग्यो ओ सङ्लो पो रहेछ पानी हेर अनि यता पनि हेर्नु आमा यता पनि रमाइलो रहेछ खुल्लै छ ए उता पनि रहेछ घाम ताप्ने ठाउँ रहेछ हो रामा ए स्विमिङ पनि रहेछ ओ माई गड नानीहरू खेल्ने ठाउँ हुन्छ जस्तो स्विमिङ ठुलो मान्छे पनि गरिन्छ होला यो काठ चाहिँ उयो छ है आमा कुनै कुनै खाल्टो खाल्टो यस्तो रहेछ ठाउँ चाहिँ ओ हामी नै हुन्छ नि हामी यता ओ माई गड गहिरो पो रहेछ त गहिरो छ आमा त चुलुप्पै पार्छ ल आइमै रमाइलो ठाउँ रहेछ राम्रो रहेछ आमा कस्तो एकान्तमा राम्रो छ पुल रहेछ यताउता डाँडा काँडा हेर्ने लु राम्रो रहेछ माइला कहाँ गयो अबे आमा कत्रो आकाश कहाँ चट्टान हानु आमा नआउनु नहेर्नु त आउनु यता कस्तो डर लाग्दो पारो यता रहेछ बाथरुमहरू चेक गर्दैछ माइलाले राम्रो रहेछ आमा अर्कै टाइपको घर रहेछ हौ पुरानो स्टाइलको तर राम्रो राम्रो रहेछ यता रहेछ ए जस मजाले प्लान गरेर बनाएको रहेछ होइन ए हो सबै ठाउँ रहेछ राम्रो रहेछ है माइला चेक गर्दैछ यहाँ लाइटहरू धाराहरू कस्तो छ भनेर फेन पनि रहेछ ए बहिनीहरू पनि आइपुग्नु भयो जस्तो छ
हेलो हेलो नानी उठ्यो गहिरोमा डाँडामा घर देखाएर गहिरोमा झुक्काएन हामीलाई हेलो कोले कोले हाय यहाँ उनीहरू उता दिदीहरू उता गइसक्यो यता उनीहरू कुद्दैछ इन्जोय गर्दैछ आज होइन यहाँ यस्तो गेम रहेछ खेल्ने यता हेर्नु यता यस्तो छ भर्याङ आमामा जाउँ हामी भर्याङ आमामा त्यही तल मुनि छ हेलो राम्रो छ मलाई त मन पर्छ ल यस्तो गर्मी थियो है आइसले उयो आइससँग प्याक गरिएर मासु लिएको फ्रेस भइरहेको रहेछ हाम्रो पानीको कस्तो मजाले आनन्द अब खोलामा भिज्नुपर्छ ल अहिले नुहाउनुपर्छ है पौडी चाल्नुपर्छ ल पुल छ पुल भयो नि भित्र पस्ने हो नि खेल्ने हो नि नानीले उता हेर नानालाई नाना कुचु 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 भन्छ न कुचु कुचु सेकुवा होइन अब यो चाहिँ चिकन यो चाहिँ त्यो पिक्चर मात्रै हो क्या यहाँ अलिक धेरै छ तर अहिले स्टार्ट नक्थ्यो चिकनमा चाहिँ नि आमा धेरै पनि छिटो हुन्छ यो गर्ने अनि कलर आम बेसा त लाउनु पर्दैन होला अब यसलाई आमा मजाले गर्ने कत्रो कत्रो है हेर्नु गाइज अब खोला जाँदैछु होइन म यहाँ खोला कस्तो पानी थियो अब नेपालमा खोला होइन पुरा खोलाहरू उता नेपालमा खेलेको होइन पानी त्यो के यहाँ छुनु मलाई चाहिँ म जानु चाहिँ कहाँ जानु माछा छ कि भनेर एउटा अहिले तर पानी कस्तो मजा छ पुरा चिसो न चिसो छ माछा छैन रहेछ पानी चाहिँ लास्ट मजाको रहेछ ठुलो त पानी चिसो भयो नि पहाडको पानी रहेछ हौ उकालो छ नि त अबै छ मात्रै छ त ओइ खोला देख्यो कति चिसो पानी पहाड जस्तो रहेछ यस्तो मजाको पानी छ हुनु पनि पहाड देखाउनु त बुढा यहाँ छ नि त यहाँ उयो हो नि त पहाड यही त छ पहाड हामी पहाडमै छौँ हामी चाहिँ अलिकति यहाँ गहिरो सम्ममा रहेछ होइन त्यही भएर हामीले त्यो खोला पनि देख्नु पायौँ होइन हेर्नु सबै पहाड माथि माथिको घर हाउसहरू हेर्नु त उकालो उकालोमै छ नि त आउनु अब हामी के खाजा बनाएर खाने
अब चटपटी बनाउन आँटेको हेर यहाँ खाना पाकिरहेको छ एउटामा चाहिँ यहाँ पनि पाकिरहेको छ चटपटी प्याजहरू हाम्रो कहाँ छ यो सबिना र क्यानामा छुट्टिन्छ के अरे क्यानामा दुध बनाउँछु अन्त नि प्याजहरू बहिनी कहाँ छ चटपटीको लागि होइन बहिनी के काट्नु म काट्दै गर्छु म प्याज मसिनो काटिदिन्छु ए हो चटपटी बनाउनु आँटेको यो मैला हो उतापट्टि रहेछ मैला लगाउनु हो त्यहाँनिर लोभी बनेछ है हाम्रो घरको मालिक रामा लोभी लोभी सबै कुरा मिनी मिनी राखिदिरहेछ पैसा कमाउनु माइला पैसा कमाउनु सिक्नु यहाँ हेर्नु यो हात उयो साबुन तेल राखिदिएको हामीले हेर्नु डलटीबाट यत्रो 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 देखाउनु न यहाँ यो अचानक माया लाग्दो क्या यो त एकैछिनमा सकिन्छ नि त हामी एकैछिनमा सक्दैन ओ भगवान् यो के हो नि पैसा यसरी कमाउँदो रहेछ र त अनि यिनीहरूले बिजनेस अर्को घर किन्दो रहेछ हाम्रो चटपटीको लागि मटर आलु यहाँनिर चाहिँ काँक्रा काट्नुपर्ने छ यो चाहिँ आलु मटर यो चाहिँ चटपटेमा चटक्क अब बहिनी कतिमा पाक्छ हो त नि अरूले भन्न बहिनी होइन आफूलाई राम्रो मान्ने हो नि त अरूले गर्दा सबै कमजोरी देखाइहाल्छ नि ल यो अब म बस्छु यता चटपटी उमाल्ने खतरा बनाउनुहुन्छ है बहिनीले चटपटे म यो आलुहरू तास्दिनँ होइन साँच्ची भनेको हो मैले कि नेपालमा चटपटी नखाने मान्छे म यहाँ कस्तो तपाईँले बनाइदिनु अस्ति खाएँ क्या मैले त्यो अर्कै टेस्ट क्या बहिनी मसलाहरू टक्क पुऱ्याउने पिरो चखिरो तेल लाएर खाने हो अब यो तरकारी म चाहिँ खाँदैछु बाबा के गर्छ हौ माइलाले के गर्दैछ हौ कोरोनाको दबाई कोरोनाको दबाई होइन माइला यो पुरा सम्हाल्दैछ त यो भरे आफै खाइन्छ होला भनेर सम्हाल्दैछ त काम गर्दैछ यता फुपू भदैनी के भयो के भयो निन्द लागेको हो अब हाँसे गर्नु न हाँसिदिएको माइला विदेश गयो बियर लिएर यहाँ चाहिँ आमा नाना यहाँ झर्नाको आवाज सुन्दै बाहिर खोलाको आवाज सुन्दै कस्तो नि पछिको खोला जस्तो सा नाना खोलाको धुन सुन्दै आनन्द हुन्छ क्या यहाँ बस्दा माछा माछा खानु है यो खोलाको माछा कस्तो आनन्दको अम्मामा माइला फेरि इन्जोय गरिरहेछ क्या हेलो हेलो धनबहादुर हेलो नाच्नु बोल्दैछ मेरो बुढाले कहाँ बुढा डढ्छ यो त उडेर आउँछ उयो गर्नु बाबा पल्टाइ गर्नु ए हो यहाँ हेर्नु अनि टक्क यहाँ चाहिँ यस्तो आनन्द छ म अघि भित्र पसेर आएको मलाई खोलादेखि कस्तो यहीँ बाहिर सुत्नु बसेको ओछ्यान लाएर यहीँ खोलाको आनन्द लिँदै सुत्नु मन लागिरहेछ बाहिर यस्तो छ माथि डाँडा छ यता पनि डाँडा छ भोक लाग्यो ठिकै छ पेट त सानो देखिरहेछ घटाएको हो कि
हाम्रो चटपटे यहाँ चटपटे साउन्ड निकाल्नु खोजेको यहाँ रम्पम कहिले कहिले क आमा कहिले अब अहिले बोकेर कुदाउनु अरे होइन ओ ओ ओ बुक चला गर्नु न कहिले बहिनी बहिनी बुक यस्तै साइराले चलाइरहेछ त नि तरकारी बनाउँदैछ कान्छीले आलु बडी छ त पैसा आमाले अघि कहाँ राख्नु भएको थियो यहाँ माछा खाने बकुला पनि आएको छ बाजे हो क्या यहाँ बाजे कहाँ लुको पर देखेँ मैले नाना धनबहादुर यस मनकुमारी मासु पोलेर सेकुवा बिजनेस गरेर जिन्दगी बिताउन सकिन्छ सकिँदैन किन अल्छी लाग्छ अल्छी लाग्छ अरे यो मान्छेलाई यहाँ हेर्नु सेकुवा दाम लो पैसा कमा पैसा आउँछ भने गरिँदैन त के भन्छ हौ यो मान्छेले त राम्रो मिठो बनाउनु न अनि आइहाल्छ किन्नु अहिले अब मै किनिदिइहाल्छु यस्तो दामी भइरहेछ हेर्नु खाउँ खाउँ लाग्दो बाजे हो यो बाजे हो क्या हाम्रो नेपालमा चाहिँ बाजे भन्थ्यौँ तर माछा मजाले खानुहुन्छ उहाँले माछा हेर्नु त माइला म कति चुचो नि अब माई गड माछा रहेछ है यो खोलामा भनेपछि म भोलि मारौँ खोर्सानी नलगा म आफै मेरो बनाउँछु भन्दै होइन सादा बनाउनु भनेर त्यस्तो पिरो छैन त्यो खाँदा सुरुमा चाहिँ चर्कस्तो हुने कि त्यो धुलो केहरू होला क्या भरे चाहिँ पिरै भएन नहुने क्या ल हाम्रो नस्ता है सबै आमा चटपटे कस्तो छ कति मिठो अन्त नि कस्तो मिठो बनाउनु हुन्छ क्या बहिनीले यहाँ आज चटपटे एकारि छ होइन एकैछिनमा सकिने आँट त्यतिकै भनेको त यहाँ बहिनीको हातको चटपटे मिठो हुन्छ देखाएको हेर न माइलाले देखाएको क्या भुँडी चाहिँ घटिहाल्नु त ए त्यो खोइहरू तँ पनि एकछिनमा बसेर तातो चाहिँ खाइहाल्नुपर्छ अनि मजा हुन्छ यहाँमा सेलेपछि मेरो मासु सेकुवा ए हाम्रो नास्ता हुँदैछ होइन बुढो मिठो सेकुवा मिठो भएको जस्तो छ है दामी सेकुवा चाहिँ दामी पाएछ बाई हेलो गरिदेऊ छानालाई हेलो हिरो त डर्नु भइहाल्यो नि हौ यहाँ देखाउँ न यहाँ हेर न यहाँ यो चाहिँ हो नि त सेलिसक्यो है चेयर्स पोलेको मासु मिठो भयो नि चटपटे मासु खाँदै हुन्छ यता मासु मिठो नि मलाई मासु त कस्तो खानु मन लागिरहेको छ होइन तर भिडियो पनि गर्नु मन लागेको छ क्या यसरी खाएको भिडियो गर्नु मन लागेको छ क्या गर्छु राख्नु न अहिले यहीँ यिनीहरू जाँदैछु म यहाँ पनि अहिले स्विमिङ गर्छु हेलो सबु ए यहाँ सुन्दैन पो त नि सिसा पो लागिरहेको छ भाइ हो न भाइ भाइ हेर न भाइ भाइ देख ओइ ल यहाँ अछ्याएको यहाँ नानीहरू राखेर अघिको भनेको यहाँ खाँदैछु मिठो नि सेकुवा कस्तो मिठो छ कस्तो सिरियस कान्छी हड्डी खोइ तिम्रो आमाले खाइसक्नु भयो ल्याउनु आमा कति मिठो भयो नि चेस मिठो भयो ल
ल हेर अब हामी यो मासुहरू हेर्नु न बहिनी मासु घर मासु भनेको हामी जतिखेर खाइरहेको छौँ होइन तर यस्तो बाहिर कहाँ कहाँ आएर यसो खाँदा कति रमाइलो हुने क्या अर्केर ऊ पानी पाउनु आँटेको ऊ पारापार दादा भिडियो गर्दै हुन्छ उता न आमा दादा दादा चटपटी मैले बाहिर राखिदिएको छु तपाईँ अघि फोनमा मिटिङमा हुन्थ्यो अनि चटपटी राखिदिएको छु बाहिर हेर्नु त मम्मी नै आउनु पर्यो हामी चाहिँ खाना खायो अरे बाहिर एकछिन हावा खानु पर्यो भनेको आनन्द छ ओ माई गड पानी परेको जस्तो सुनिरहेको रहेछ नि बेलुका त कस्तो आनन्द माइला अगायो थन्को मनको गर्छु ओ हिरो हिरो टेबलमा छ खाने 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 एक भाँडा मासु सक्यो एउटा मलाई हड्डी भयो हुन्छ बहिनी म त हड्डी हड्डी भयो हड्डी भयो हुन्छ यस यता सर्भिस राम्रो गरिराख्नु पर्छ माइलाजीले हामी चाहिँ टन्न खायौँ होइन माइलाले चाहिँ अझै बोल्दै हुन्छ उहाँको चाहिँ होइन भविष्यमा सेकुवा स्किल भविष्यमा सेकुवा दोकान खोल्ने अरे खतरा पाकिरहेछ आमा मजाले पाकेको रहेछ है तर यस्तो दामी भएको छ मासु चाहिँ कस्तो मिठो भएको छ मैले 3टा खाएँ अब नआउने नाना नआउने हामी त नआउने अब स्विमिङ गर्ने हो ड्रेस छ कि छैन यस मेरो इच्छा पुरा भयो मलाई एकदम चिसो पानीमा नुहाउनु मलाई छ चिसो रहेछ फेरि हजुर खेल्ने 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 पाउनु पर्यो ड्रेस ओ माई गड रहेछ त नि मेरो त तल उयो एउटा केही यसो सल जस्तो क्या बहिनी हो पक्नै मेरो लुगा कहाँ छ म लुगा लाउँछु यहाँ बहिनी ड्रेस लाउने अरे लुगा कहाँ रहेछ ल गाइस मै चाहिँ ड्रेस लगाएँ होइन अब स्विमिङ गर्नु जानु लागेको धन्दा यो लुगा लिएर आएको जस्तो स्विमिङ गर्नु मन लाग्यो क्या मलाई चाहिँ बाई 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 छना पनि आउने ओ माई गड यो 7 फुट हो कति अरे नाना टन्न गहिरो छ अरे यहाँ गरौँ म डुब्नु अनि तपाईँ बचाउन आउनुहुन्छ नाना भिडियो गरिदिनु ल हाम्रो म चाहिँ नुहाइसकेँ ड्रेस पनि चेन्ज गरिसकेँ होइन यहाँ पुरा तातो पानीले बाफ कस्तो आनन्द भइरहेको छ होला नि
फेरि जुस पनि उता हेर्नु न कस्तो आनन्दले ओ हिरो यता हेर छोलो तातो पानी कस्तो आनन्द होला नि आइला त अझै मासु पोल्दैछ टाउको सुके हेर्नु पर्यो ओ कस्तो दामी पोलेको माइलाले आज माइलाले मासु पोलेको मिठो भएको भनेको फुर्किए भएर पोलेको पोलेछ होइन यत्रो मासु उब्रेछ है यहाँ हेर्नु न कस्तो आनन्द खोला छारङ रङ 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 गरिरहेको छ पापाहरू यता हुन्छ बाहिर त हुनु यहाँ छ त पापा स्विच चाहिँ कहाँ छ ओ आनन्द भयो यस्तो मजाले नुहायो यस्तो मजाले नुहायो होइन कपाल चाहिँ सुक्यो कपाल चाहिँ सुकिहाल्छु नत्र त चिसो लाग्छ ल मोबाइल चार्ज गर्छु गाइस अब हामी खाना पनि खाने म स्विमिङ गर्दा गर्दा अघि मासु खाएको होइन चटपटे खाएको पछि पनि होला तर खान त मलाई छ डल्लै खानु त छ यस्तो रमाइलो भइरहेछ फ्यामिलीसँग No, no, no. Please buy my art. Cheapest dollar is $3 US. के भनेको सबको यता हेर के भनेको एक्सप्लेन गर नेपालीमा Drawing by Garner. के त ए किन्नुपर्ने Website. वेबसाइट US dollars. Serenity Store 16darkcard.com. अनि यिनीहरूले बोलेको बुझ्दैन नि हामी कुहिलेले बोलेको कसरी बुझ्नु के खाएको छोरी माम घिउ माम खाँदैछ हामीले खाइसक्यौँ यस्तो रहेछ म चाहिँ हेरेर अगाएँ गाइस अब सुत्नु लागेको आइ आमा निन्द लाग्यो मलाई त साह्रै आइ हौ आनन्द भयो क्या त्यो पानीमा नुहाउँदा कहाँ कहाँ सुत्ने हुनुभयो ए हुन्छ त यहाँ ठाउँ छ त ट्याङ ल गाइस निन्द्रा साह्रै लागिरहेको छ कति लामो आयो क्या मलाई त अब गाइस एकछिनमा मुख धोएको एकछिन मुख धुन्छु एकछिनमा आउँछु यो घर चाहिँ क्या कस्तो क्या अब हुन त हामी पहाड माथि माथि आएको हो नि त तर पुरानो स्टाइलको सिम्पल हुन्छ नि माथि हिमाल छेउछेउमा घर त्यो टाइपको घर छ क्या कस्तो आनन्द हेर्नु न बढाइङहरू यस्तो छ यहाँ ए काठको पुरानो स्टाइलले सिम्पल टाइपको यस्तो रहेछ ल 11 बजिसक्यो हामी सुतेको छैन मैले चाहिँ मुख धोइवरी आएको गाइस 12 बज्न आँट्यो होइन माइला बहादुर जेसी बाहिर हाउ खानु जाने अरे हाउ ढोका तान्दिनु है हाउ खानु होला त्यहाँ खोला छ नि त छेउमा कस्तो आनन्द खोलाको झरना टिङ 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 पानीको त्यो झरना बगेको आवाज कस्तो आनन्द छ क्या अनि गफ गर्दै एकछिन बस्ने अरे मलाई चाहिँ साह्रै निन्द्रा लाग्यो है अनि त्यही भएर म चाहिँ सुतेँ ल आजको ब्लग चाहिँ यति नै के जे बनाएर चाहिँ म त्यही लगाउँछु हेर्नु होला अनि प्लिज हेरेर चाहिँ माया गरिदिनु होला होइन म अब यो कन्टिन्यू भिडियो गर्छु भनेर जहिले भन्छु तर यस्तै हुन्छ त्यस्तै पर्छ ल जसरी भए पनि यसो एकछिन भए पनि टाइम मिलाएर फ्यामिली ग्यादरिङ गर्नु यताउता रमाइलो गर्नु आएको छौँ अनि आएको भिडियो बनाएर हालेको छु होइन हाल्छु हेर्नु होला भन्दै गुड नाइट बाई बाई लभ यु अल